हेलो वेलकम ब्याक टु मेरो युट्युब च्यानलमा फेरि पनि तपाईहरुलाई स्वागत छ। आजको मेरो भिडियो भनेको चाहिँ यहाँ गोकर्ण आएर पिकनिक खानुलाई हामी सबै रेडी भइसक्यौं छैन। अब एकछिन पछि हाम्रो यहाँ के खाने कुरा हुन्छ म तपाईहरुलाई सबै देखाउँछु हैन। यहाँ अघि साथीहरु त जम्मा भइसक्नु भएको छ। यहाँ केहरू मिलाउँदै हुनुहुन्छ होला खाने कुराहरु। म गएर तपाईहरुलाई सबै देखाउने छु साथीहरु है त। मेरो भिडियो सुरु हुन्छ। आज हाम्रो ड्राई पिकनिक गोकर्णमा यसरी भइरहेछ साथीहरु। यहाँ पहिला हामी 14 जनाको ग्रुप छौं। बाजे यता हुनुहुन्छ। बाजेले चाहिँ अचार पिरो खानुहुन्न, त्यही भएर हाम्रो 14 जनाको ग्रुप चाहिँ यस्तो छ साथीहरु। यसरी रमाइलो गर्दै छौं है आज चाहिँ। यहाँ पहिला आएर गोकर्णमा यो गोकर्णको सल्लाघारीमा बसेर हैन, यता गुम्बानी छ अनि यहाँ चाहिँ अरु नि मान्छेहरु आउनु भएको छैन। यतातिर नि अर्को ग्रुप छ है। यता अर्को ग्रुप चाहिँ खाइसक्नु भयो। हामी चाहिँ अलिक ढिलो भयो आज, त्यस्तै हो। आउँदै गर्दाखेरि हाम्रो चाहिँ यहाँनिर ग्रुप छौं हैन। अनि यता माथितिर नि छ हैन, पिकनिक स्पटहरु चाहिँ धेरै छ। तर म माथितिर चाहिँ हामी गयौँ न, किनकि बाजे अलिक हिँड्न सक्नुहुन्न माथि भनेर हामी चाहिँ यतै बस्यौं हैन। माथि गोकर्णको डाँडा, मेन डाँडा माथि छ। हामी चाहिँ मेन डाँडा हैन, हामी चाहिँ अलिक भरै बसिरहेछौं साथीहरु। यसरी हामी चाहिँ रमाइलो गर्दै छौं गोकर्णमा। र गोकर्णमा एकदम हावा सरर चल्दो रहेछ हैन अहिले, चिसो। यसो बाजे चाहिँ अलिक टाउको दुख्ने बिरामी हुनुहुन्छ के, त्यही भएर चिसोमा चाहिँ हुँदैन। त्यहाँ खाँदै हुनुहुन्छ हैन। चिसोमा चाहिँ के हुँदैन के, बाजेलाई अलिक चिसो ठाउँमा चाहिँ राम्रो हुन्छ भनेर बाजेलाई विशेष गरेर चाहिँ बाजेले हावा खुवाउनु ल्याएको। अनि के त्यतिकै आउनु हावामा चाहिँ खानु भनेर हामी हल्का रमाइलो नि गरौँ भनेर आएको साथीहरु। अनि केटाकेटीहरु ल्यायो भने नि केटाकेटीहरु खेल्ने ठाउँ पनि छ साथीहरु यता हैन। यहाँ यता बस्ने ठाउँ छन्। यतातिरको गुम्बा हो यो, अलिक उतापट्टि टोयलेटको नि व्यवस्था छ। यस्तो छ साथीहरु। तपाईहरु नि यसो फ्यामिलीहरुसँग यसो टाइम मिलाएर आउनुहुन्छ भने यहाँ रमाइलो गर्ने ठाउँ छ साथीहरु हैन। तर खाएपछि प्लास्टिकहरु उहरु चाहिँ यहाँ फाल्नु हुँदैन हैन। फालियो भने फेरि कारबाही हुन्छ। त्यही हो, जे ल्याएको छ प्लास्टिकमा प्याक गरेर लगेर डस्टबिनमा फाल्नुपर्छ। त्यो त सबैलाई थाहा त छ हैन। त्यही पनि मैले भनिहालेँ साथीहरु। यस्तो चाहिँ हाम्रो ग्रुपहरु चाहिँ यता धमाधम खाँदै हुनुहुन्छ। यता बाजे हुनुहुन्छ। बाजे उता फर्किनु भएको छ। बाजेले अचार सचार केही खानुहुन्न, उता फर्केर खानु भएको थियो। किन उता सजिलो लाग्यो होला बाजेलाई। नोरु चाहिँ यता खाँदै हुनुहुन्छ। यता साथीहरु यस्तो छ सल्लाघारी हैन, अहिले सरर पारेर सल्लाघारी छ यता चाहिँ। यस्तो छ साथीहरु हैन। म चाहिँ अलिक हाम्रो साथीहरु ग्रुप भन्दा अलिक मास्तिर डाँडामा आएर बसिरहेको छु। डाँडामा चाहिँ यस्तो छ हैन। डाँडातिर चाहिँ यस्तो छ हैन। हेर्नु माथितिर नि मान्छेहरु टन्नै छ। मैले भने नि अघि हैन, हामी चाहिँ तलै बस्यौँ भने माथिको नि मान्छे देखाइदिन्छु। यहाँ चाहिँ मान्छेको भिडभाड ठिकै छ। माथि नै छ टन्नै मान्छेहरु छन् हैन। यहाँ रहेछ मान्छेहरु टन्नै छ हैन माथितिर नि। अझै माथि जाने नि छ हैन। हाम्रो चाहिँ बाजे अलिक असक्त हुनुभयो, त्यही भएर माथिसम्म नजाऊँ भन्ने हो। अझै यहाँ विकास भइरहेछ हैन। अझै यहाँ के खाल्डोहरु खन्दै हुनुहुन्छ। अझै राम्रो हुनेछ गोकर्ण हैन। राम्रो हुन्छ लाग्दैछ मलाई हैन। हुन्छ होला। यता हेरौँ साथीहरु, रमाइलो छ आजको दिन चाहिँ जे भए पनि हैन। 365 दिन मध्ये एक दिन चाहिँ हाम्रो यहाँ जुरेको रहेछ साथीहरु हैन। यो सालको 365 दिन भित्रमा एक दिन चाहिँ हाम्रो यहाँ ड्राई पिकनिक खानु जुरेको रहेछ साथीहरु। प्रचण्डन ए कस्तो भइराछ? मुस्कानलाई कस्तो भइराछ? मजा भइराछ मुस्कान? अनि जन कस्तो हुँदैछ आजको ड्राई पिकनिक? ल यता सानीलाई कस्तो हुँदैछ हौ? सानी हजुर ड्राई पिकनिक ठिक छ नि? ठिक छ। यता एजिन भाइलाई ठिक छ, एकदम ठिक छ न? यता बाबालाई ठिक छ नि? किकीलाई ठिक छ नि? यता गोस्वामीलाई ठिक छ हैन? उता गोरा भाइलाई ठिक छ हैन? उता दिदीलाई नि ठिक छ। अब हाम्रो ग्रुप चाहिँ यहाँ बसेर झ्याप्पै खाने हो। ए मेरो बुढीलाई चाहिँ कस्तो छ? ठिक छ? बाड्दै ठिक पर्यो क्या? बाड्दा आफू चाहिँ नखाइ भयो क्या हो। है साथीहरु, अब हाम्रो चाहिँ खाना सुरु भयो यसरी। अझै बाड्दै हुनुहुन्छ हैन, बाड्दै हुनुहुन्छ धमाधम उता चाहिँ खाना सुरु भइसक्यो साथीहरु हैन। अब हाम्रो मनी अब यहाँ खानु पर्ने हुन्छ हैन। सानो केटाकेटीहरु जुस खाइसकेछन्। आज जुस खाने हो प्रशान्त? जुस के भनेको यो खाने भनेको के भनेको?
के चाहियो लु भन्नु है साथीहरू। फाइनल हामी चाहिँ खाइसक्यौँ होइन। अब खाइसकेर अब जाने बेला हुनु आँट्यो। अब एकछिन बसेर जानुपर्ने हुन्छ साथीहरू। सबैले खाइसक्नुभयो। म त झन् अघि खाएर नि यता छु, खाएर उठेर बसिरहेको छु। अरू चाहिँ यहाँ खाँदै हुनुहुन्छ। अहिले यहाँ केटाकेटीहरू खेल्न नि आएको छ, बल नि ल्याएर आएको छ। यस्तो चाहिँ नि यता नि अहिले केटाकेटीहरू खेल्न आएछ। अहिले त धेरैजना केटाकेटी नै आएछ होइन। तलतिर मान्छेहरू डुल्दै हुनुहुन्छ। तलको ग्रुप पनि अब खाना खाइसक्नु भयो जस्तो छ। फोनमा कुरा गरेर हाँस्दैछ उताको ग्रुपहरू चाहिँ। अझै यस्तो चाहिँ अनि यहाँ कुकुरले टोक्छ, कुकुरलाई नचलाऊ। यस्तो छ साथीहरू हाम्रो ग्रुप चाहिँ अब लगभग यस्तो छ। ऊ बिस्तारी भनेको यहाँ लड्यो भनेको नि अघि शिखा बुन्नु लड्यो। काम खासै लागेको छैन, त्यही भएर एकदम शीतल छ अझ। यस्तै छ साथीहरू गोकर्णतिरको ऊ चाहिँ दृश्यहरू। यो मेरो छोटो भिडियोलाई स्वीकार्नु होला है त साथीहरू भन्दै अब मेरो भिडियोलाई चाहिँ यहीँबाट टुङ्ग्याउनु पर्ने हुन्छ होइन। अहिलेसम्म जसले मेरो भिडियो हेरेर साथ दिनुभयो यो मेरो छोटो भिडियोलाई सबैलाई थ्याङ्क यू भेरी मच भन्दै, कोही नयाँ जोडिनु भएको छ भने लाइक कमेन्ट र सब्सक्राइब पनि गर्नु होला साथीहरू भन्दै मेरो आजको भिडियोबाट टाटा बाई बाई।